ओके, आजको भिडियोमा चाहिँ हामी नेपालमै बसेर कसरी आफ्नो लुक्स इम्प्रुभ गर्ने, कसरी आफ्नो लुक्स म्याक्सिङ गर्ने भन्ने बारेमा कुरा गर्ने होला छौँ। अब हाम्रो धेरै जसो लुक्स चाहिँ जेनेटिक्सले नै डिसाइड गर्छ हैन, त्यही पनि हामीले आफ्नो जेनेटिक्स पोटेन्सियलमा चाहिँ पुग्न सक्छौँ कि। आई एम 100% स्योर हामी मध्ये 99% मान्छे चाहिँ आफ्नो जेनेटिक पोटेन्सियलमा छैनौँ कि। हामी गरिब छौँ, हाम्रो अवेरनेस छैन, हाम्रो सानोमा अपब्रिङिङ राम्रो भएन, यताउता हैन। अब त्यो अपब्रिङिङलाई त चेन्ज गर्न सकिन्न हैन, तर अब आफ्नो जेनेटिक पोटेन्सियलमा चाहिँ पुग्न सकिन्छ। अब त्यसको लागि अभियसली हामीले केही न केही एक्सन लिनुपर्छ, किनभने हामीले अहिले जे एक्सन लिइरहेछौँ त्यो रङ हुनसक्छ कि। किनभने हामीलाई कसैले अवेरनेसै दिएन नि त। सानैदेखि हामीलाई लुक्स कसरी इम्प्रुभ गर्ने भनेर कसले सिकायो मलाई, कसैले सिकाएन। त्यही भएर हामीलाई त्यो आइडिया नै छैन कि कसरी लुक्स इम्प्रुभ गर्ने, कसरी आफ्नो लाइफस्टाइल चेन्ज गर्ने, यताउता हाम्रो आइडिया नै छैन कि। सो आजको भिडियोमा चाहिँ म तपाईँलाई आफूले थाहा पाएको आफ्नो एक्सपिरियन्सबाट अनि आफ्नो रिसर्चबाट मैले के थाहा पाएँ त्यसको बारेमा सेयर गर्ने होला छु, र तपाईँले पनि आफ्नो लुक्स म्याक्सिङ जर्नी कसरी स्टार्ट गर्न सक्नुहुन्छ भन्ने बारेमा भन्ने होला छु। ओके, सो द फर्स्ट थिङ यु निड टु डु इज यु निड टु बिकम हेल्दी। यदि तपाईँ हेल्दी हुनु भएन भनेपछि तपाईँले जतिसुकै लुक्स म्याक्सिङ गरेर नि कामै छैन कि। तपाईँ यदि बिरामी हुनु भने तपाईँ बिरामी जस्तो देखिनुहुन्छ कि। बिरामी मान्छे अट्र्याक्टिभ देखिन्न कि। पुरै आँखा पनि यस्तो झुकाहा यस्तो यस्तो गरेर पुरै हैन, त्यो घाँटी यस्तो छ यताउता, त्यो राम्रो देखिन्न कि। अब हेल्थमा चाहिँ पोस्चर पनि पर्यो हैन, आफ्नो पोस्चर सुधार्ने, आफ्नो डाइट सुधार्ने, आफ्नो स्लिप सुधार्ने, यताउता हुन्छ नि। अब तपाईँ पानी नि खानुहुन्न, पुरै निद नि कम्प्लिट छैन, पुरै आँखा गरेर गयो भने त्यो राम्रो देखिन्न नि त। तपाईँ जतिसुकै गोरो भयो नि, जतिसुकै मस्त देखिने भयो नि, त्यो पुरै त्यो झोक्रा जस्तो यस्तो भयो भने त राम्रो देखिन्न नि त। सो यु निड टु इम्प्रुभ योर हेल्थ। अब धेरै जस्तो मान्छेको चाहिँ भिटामिनहरू कम हुन्छ, मिनरलहरू कम हुन्छ, यताउता। अब तपाईँसँग ब्लड त्यो देखाएर त्यो चेक गर्ने जति पैसा छ भने तपाईँ त्यो गरे हुन्छ, तर अब तपाईँसँग त्यो छैन भने पनि आफ्नो लाइफमा त्यो हुन्छ नि, आफ्नो कमन सेन्स युज गरेर चाहिँ आफ्नो लाइफ चाहिँ इम्प्रुभ गरे हुन्छ कि। घाँटी हेरी हार्ड निल्ने भन्छ हैन। अब त्यही भएर तपाईँसँग जति पैसा छ त्यही हिसाबले आफ्नो हेल्थ इम्प्रुभ गर्ने। अब हेल्थ इम्प्रुभ गर्ने भनेको लुक्सको लागि मात्रै हैन कि, इन जेनरल पनि हामीले आफ्नो हेल्थ राम्रै गराउनु पर्छ कि। किनभने तपाईँ हेल्दी हुनु भने तपाईँ बिरामी हुनु भने पैसा कसरी कमाउने मलाई हैन। सो तपाईँसँग जति पैसा छ त्यसबाट अब केही पोर्सन चाहिँ तपाईँले आफ्नो हेल्थमा इन्भेस्ट गर्नुपर्छ कि। किनभने तपाईँको बडीले राम्रो न्युट्रिसन पाएन, राम्रो स्लिप पाएन, राम्रो पानी पाएन भने पनि त्यो बिग्रिदिन्छ कि। केही न केही तपाईँको प्रब्लम आउँछ कि लुक्समा, कतै न कतै प्रब्लम। तपाईँको कपाल झर्न सक्छ, तपाईँको मुख बिग्रिन सक्छ हैन, यताउता हुन सक्छ कि। सो तपाईँले आफ्नो हेल्थलाई चाहिँ एकदमै प्रायोरिटाइज गर्नुपर्छ इफ यु आर सिरियस अबाउट लुक्स म्याक्सिङ। ओके, मैले फर्स्ट एन्ड मोस्ट इम्पोर्टेन्ट चिज त भनिहालेँ हैन। फर्स्ट एन्ड मोस्ट इम्पोर्टेन्ट चिज भनेको तपाईँको हेल्थ हो। यदि तपाईँ हेल्दी हुनुहुन्न भनेपछि तपाईँ राम्रो देखिनुहुन्न हैन, त्यो अब सबको कमन सेन्सको चिज होइन। अब सेकेन्ड चिज के हो भनेपछि यु निड टु पुट अन सम मसल्स। यदि तपाईँ सुकुटे हुनुहुन्छ भने वा तपाईँ मोटे हुनुहुन्छ भने मान्छेले हेप्छन् कि, अनि तपाईँ त्यो राम्रो देखिन्न कि हैन। अब मोटेहरूले चाहिँ अलिकति एक्सेप्ट गर्छन् हैन, म मोटे छु भनेर एक्सेप्ट गर्छन्, तर सुकुटेहरूले खासै एक्सेप्ट गर्दैनन् कि। जस्तै मलाई कति टाइमसम्म हैन, मैले त 6 प्याक छ भनेर बस्थेँ कि। 6 प्याक भएर हो लामा मलाई भात यत्रो सुकुटे मलाई न मसल छ न केही छ, 6 प्याक छ अरे मलाई। तल 6 प्याक छ, माथि छातीको हड्डी देखिन्छ, पुरै करङ देखिन्छ। त्यो के फाइदा त्यो 6 प्याकको मलाई? त्यो फाइदै छैन नि त। त्यो सुकुटेवाला 6 प्याक बोकेर फाइदै छैन कि। मोटेहरू पनि अलिकति हुन्छ नि, यार हल्का बोसो लाग्छ, यार हल्का पेट लाग्छ, यार एक्सर्साइज गर्नुपर्छ भनेर एक्सेप्ट गर्छन्, तर सुकुटेहरूले एक्सेप्टै गर्दैनन् कि। अब तपाईँ सुकुटे भयो भने, तपाईँ मोटे भयो भने तपाईँले एक्सर्साइज चाहिँ गर्नुपर्छ, तपाईँले अलिकति मसल चाहिँ ल्याउनुपर्छ कि। तपाईँ अब होमवर्कआउट गर्न सक्नुहुन्छ, तपाईँ जिम जानु सक्नुहुन्छ। मैले अहिलेसम्म मेरो टोटल टाइम 2 महिना हो, त्यही पनि त्यसलाई म जिममा काउन्टै गर्दिनँ कि। मलाई बेन्च प्रेस बाहेक अरू मलाई त्यस्तो केही हान्नै दिएको थिएन कि। मलाई त्यहाँ जिम गएर नि पुलअप मात्रै हनाउँथेँ, मलाई त्यही पुलअप हान्ने अलिअलि गर्थेँ मैले, तर मैले त्यस्तो मेसिनहरू चलाउँथेन। त्यो पनि काइन्ड अफ होमवर्कआउट नै थियो कि। सो तपाईँ पनि हल्का सुकुटे टाइपको, हल्का मोटे टाइपको हो भने तपाईँले अलिकति मसल बढाउनु पर्छ, किनभने मान्छेले जज गर्ने भनेको त अपियरेन्सले गर्दा त हो नि। अलिकति ज्याङ्गो भयो, अलिकति मस्कुलर भयो भने चाहिँ अलिकति मान्छेले रेस्पेक्ट दिन्छन् कि। अलिकति केटीहरूबाट पनि केटाहरूबाट पनि अलिकति राम्रो रेस्पोन्स आउन थाल्छ कि। अब तपाईँसँग पैसा छ भने जिम गयो भने, तर तपाईँले होमवर्कआउट नै गर्न सक्नुहुन्छ। अब मैले चाहिँ कति बेला आइपिओ पर्छ भनेर कुरेर बसिरहेको थिएँ, मेरो आइपिओ पऱ्यो। अब चाहिँ म नेक्स्ट मन्थदेखि चाहिँ जिम जान्छु होला मोस्ट प्रोबेबली। त्यसपछि चाहिँ म जिम गएर मजाले अब आफ्नो हुन्छ नि यो सुकुटी ज्यान चाहिँ अलिकति बनाउँछु। तर तपाईँले होमवर्कआउट गरेर नि मभन्दा 3x 4x 5x बनाउन सक्नुहुन्छ कि आफ्नो ज्यान। तर अब फास्ट रिजल्ट चाहिएको छ, अलिकति हुन्छ नि मजा पनि चाहिएको छ भने चाहिँ जिम जान राम्रो हो। अब पैसा छ भने गयो हुन्छ नि, तर आइपिओ कहिले पर्छ त्यही बेला गयो हुन्छ। एन्ड द थर्ड थिङ यु निड टु डु इज यु निड टु लर्न अबाउट बेसिक ग्रुमिङ एन्ड फ्यासन। जस्तै मलाई 11 क्लासमा पढ्ने बेलासम्म 12 क्लासमा पढ्ने बेलासम्म यति धेरै दारी जिङ्गा पालेर बस्थेँ कि मलाई थाहै थिएन कि हल्का मतलब ट्रिम गरेर जानुपर्छ, अलिकति राम्रो देखिन्छ भने मैले त्यो एक्सेप्टै गर्थेन कि। यति धेरै लामो लामो पुरै त्यो हुन्छ नि कताको रङ हो भनेर नि कन्फ्युज हुने जस्तो दारी जुङ्गा पालेर जान्थेँ। अनि मैले चाहिँ त्यसलाई चाहिँ एकदमै राम्रो सोच्थेँ कि। तर त्यो भनेको त्यो राम्रो हुँदा नि त्यो मलाई ग्रुमिङको नलेज नभएको हो कि। त्यही भएर आजकल मैले अलिकति योभन्दा बढी भयो भने काटिदिइहाल्छु होइन। पाल्यो भने म म्याक्सिमम् यति हो कि, योभन्दा बढी पाल्दिनँ मैले। किनभने मलाई थाहा छ नि त यो बढेर अलिकति यस्तो घुम्रो हुन्छ अनि त राम्रो देखिन भने मलाई थाहा नि त। तपाईँको नि अब दारी जुङ्गा यस्तो हुनसक्छ, तपाईँको कपाल अब कोही कोहीले यहाँसम्म पाल्छन् होइन, त्यो यताउता हुन्छ नि। तपाईँले त्यस्तो त्यस्तो चिजहरू फिक्स गर्नु भने तपाईँलाई धेरै हेल्प हुन्छ। अनि अर्को भनेको चाहिँ फेसन सेन्स भनेको कस्तो भने चाहिँ अब जस्तो बजेट छ त्यही हिसाबको फेसन कि। जस्तै अब मलाई चाहिँ आइडिया चाहिँ छ कि
मैले चाहिँ यत्तिकै लाउन भन्दा नि सुकुटे मान्छेहरूले चाहिँ अलिकति अब एक्स्ट्रा एउटा ज्याकेट लगायो भने राम्रो देखिन्छ भने मलाई आइडिया छ कि अब मसँग अलिकति पैसा आउने बित्तिकै म एउटा ज्याकेट किन्छु अलिक कतिलो होला त्यो बमर ज्याकेट के भन्छ भने त्यो अलिकति राम्रो देखिन्छ भने मलाई आइडिया छ कि त्यस्तै तपाईँले आफ्नो बडी टाइप अनुसार कुन राम्रो देखिन्छ कस्तो कपडा राम्रो देखिन्छ त्यो चाहिँ अब आफूले रिसर्च गरेर आफूले त्यो हुन्छ नि कलर कम्बिनेसन के हो यताउता अलिअलि धेरै जान्न पर्दैन तर बेसिक जान्यो भने तपाईँलाई हेल्प हुन्छ क्या अब तपाईँले मैले भनेको यो 3टा चिज गर्नु भने तपाईँको लुक्स धेरै इम्प्रुभ हुन्छ होइन तपाईँले अब योभन्दा बढी अझै एडभान्स जान छ भने चाहिँ अब आफूले युट्युबमा हेर्न पऱ्यो होइन मलाई पनि त्यस्तो धेरै एडभान्स आइडिया होइन तब आफूले युट्युबमा हेर्न पनि आफूले आर्टिकलहरू पढ्न पऱ्यो होइन तपाईँले यस्तै चिजहरू गर्न सक्नुहुन्छ तर अब यो भनेको चाहिँ एकदमै बेसिक हो कि यति गर्नु भने तपाईँको धेरै जसो काम सकिहाल्छ कि अब हुन्छ नि आफ्नो हेल्थ इम्प्रुभ गर्ने आफू हल्का जिम जाने बडी सडी बनाउने अनि अलिकति बेसिक ग्रुमिङ र बेसिक फेसन सेन्स भयो भने नि तपाईँको लुक्स धेरै इम्प्रुभ हुन्छ तपाईँले योभन्दा बढी त्यस्तो धेरै इफोर्ट लाउनु चाहिँ पर्दैन ओके सो आजको लागि यति नै अब अर्को भिडियो आउँदैछ म डोन्ट लिमिट योर च्यालेन्ज च्यालेन्ज योर लिमिट्स